हो त अनि यार गाइज Força. ए चाउ चाउ ए बिजोग भयो न कसम लास्ट है दुर्गा अगाडि हटोस् अगाडि भन्दा त सर्छ कि त्यो हेलो नमस्ते गाइज होप यु आर फाइन वेलकम टु द न्यू एपिसोड आई होप सबैजना सन्चै हुनुहुन्छ होला म पनि सन्चै छु सो आज हामी चाहिँ चिलबारमा गइरहेको छौँ यता साथीसँग हामी दुईजना होइन यता बेनी बजार अहिले टाइम भन्नु त कति भइरहेको 6:11 भइरहेको छ 6:11 भने चाहिँ हामी लगभग चाहिँ अहिले हाम्रो पोइन्टमा चाहिँ के हो कहाँ कति मिनट पुग्छ भने चाहिँ 1 घन्टा 1.5 घन्टा लाग्छ है हामी दिनमा त छैन तर ब्याक हुने हो यतिको रात भइरहेको छ जस अब 5-10 मिनटमा अँधेर हुन्छ तर नाइट भ्यू हेर्न चाहिँ हामी गइरहेछौँ टक्क नाइट भ्यू हेर्नुपर्छ गाइज होइन कागोको भन न कागोको त्यो अहिले लास्टमा भन्नुपर्छ किनभने मैले धेरै भ्लगमा अगाडि भनिसकेँ क्या तर अब लास्टमा यो चाहिँ सस्पेन्स है त गाइज बाटो फेरि बिजोग है बाटो एकदम खतरा छ यो मल्लास बाटो हो त ल तपाईँले क्लु चाहिँ दियो है त बेनी बजारबाट माथि आएर मल्लासतिर गइरहेछौँ खाना अब झोलासोलामा चाहिँ यसो खाजासाजा प्याकिङ गरेको छ त्यही हो अब एकचोटि माथि गएर खाजासाजा हेर्नु होला अनि हामी माथि जान्छौँ भ्यू हेरौँला फर्किउँला है त चिल गाइज जस्ट हामी चाहिँ अब मल्ला जाइसक्यौँ अब यहाँबाट चाहिँ तपाईँहरू चाहिँ यता अर्को बाटो रहेछ दुईवटा फरक फरक बाटो छ होइन अनि यो यतातिर ल्याउनु भयो भने चाहिँ तपाईँ जानु सक्नुहुन्छ माथितिर हो ऊ माथि हो कि ब्लर आइरहेको छ उहाँ माथि तिमीहरू हिँडेर कति घन्टा पुग्छौ 3 घन्टा भन्छ हामी 1 घन्टा पुगिन्छ अलराइट सो गाइज जस्ट हामी चाहिँ बल्ल यहाँ बिच बाटोमा पुगिसक्यो है त गाइज बेनी बजार देख्न सक्नुहुन्छ एकदम होइन उहाँ तल छ कि हामीमा यस्तो बवालले खिच्छ नि अनि हाम्रो बाइक यता छ बाइक साथी ताती छ एकदम तातिरहेको हामीमा यस्तो ताती छ नि तर केही छैन तातेर केही हुँदैन ए चलाउनु पर्छ हामीले जस्ट हामीलाई राइड हान्नुपर्छ एकछिन यो पनि चिसो हुन्छ होइन साथै रहेछ जियोस् एकदम त्यही नै हो अब नाइटमा यो एकदम रमाइलो छ अब माथि गएर चाहिँ टक्क यस्तो हेर्नुपर्छ किनभने मैले तपाईँलाई भ्यू देखाउनु पाइनँ तर अचम्म नाइटमा कहिले देखाएन नि होइन मैले देखाइरहेको छु कि नाइटमा त्यही नै हो नाइटमा हेर्नु तपाईँहरूले यस्तो दामी छैन गाह्रो पऱ्यो गाइज हावन त माथि बाटै छैन अब हामी कसरी जाने हो हामीलाई त अब हामी भ्यामन्द माथि के छ भने चाहिँ सेडी छ अरे होइन रोड छैन अरे अब बाइक नलगेपछि हामी जाने कुरो हुन्न अब आजको लागि चाहिँ यति नै गाइज किनभने भ्याउनु त धेरै गर्न सकिन्न गाह्रो पऱ्यो हामीलाई मोमो पेस्किट छ क्या मागेको क्या पिज्जा टिच्छ मोमो चाउमिन देख्न सक्नुहुन्छ चाउचाउ त्यो त खाऊ क्या मोमो टाँसेर गाइज अब त लाइभ सो जस्ट गाइज अघि चाहिँ मैले लाइभमा उ गर्दा बस्दाखेरि चाहिँ लाइभमा भिडियो हालिरहेको थिएँ नि त त्यही भएर चाहिँ खाना यताउता खाएको बसेको त्यो उनै गर्न भुलेछु क्या मैले होइन भिडियो गर्नै चिल पारामा बसेछु क्या म सो त्यसको लागि चाहिँ सरी होइन अब हामी चाहिँ फर्किँदैछौँ कति बजेर अहिले यार 8-9 8:30 भइसक्यो 9 बज्यो तर केही छैन हामी चिल पारा फर्किन्छ बाटोमा यस्तो धुलो छ यो मलाई चाहिँ सम्झिँदै पागल हेर्छु होइन तर केही छैन हामी पनि जानुपर्छ हु हामीले 4 को यस्तै राखिरहेको छौँ होइन किनभने यो भनेको यही हो कि होइन अब म राइड हान्छु टक्क हामी जान्छौँ बाई बाई गाइज बाई जाडो है भोलिबाट भिएर जानुपर्छ हामी होइन कसरी छ दाइ बसाइ कसरी छ हजुर बसे रुमको के अनि बस्ने बस्ने अनि बस्नु त लोफ्रे फल्लामै डाँडा है त गाइज ल लोफ्रे भन्ने गाउँबाट अरे अनि काफला डाँडा राम्से
नागी तल तल क्या नि ए बेनी मल्लज लेकफाट अनि कुवापानी सालिजा यहाँबाट यता के भन्दैछ रुमको चपिदिनी हजुर अरे होइन हुन्छ होइन ए हटाइन्छ ढुक्क सो दुर्गा अब ब्लग एन्ड अन्तिमै त त्यही नै हो अब यहाँ चाहिँ अब मेरो फोन चाहिँ चार्ज धेरै स्लो भयो होइन उनले चाहिँ मस्त चार्जर रहेछ त्यही नै अब के भनेपछि भोलि बिहान मोबाइलमा चार्ज भयो भने चाहिँ म माथिको भ्यू खिच्छु नत्र उनको फोनबाट खिचेर चाहिँ ढक्क हाल्छु होइन सो होप यु गाइज लाइक दिस भिडियो केही बाई जस्ट यहाँ बस्नु आउनु छ ओके गाइज त्यही नै हो उठाऊ है उठा के मेरो सो गाइज देख्न सक्नुहुन्छ पछाडि चाहिँ हिमाल भन्नुहुन्थ्यो केही देखिरहेको नि पुरै कुहिरो लगाइरहेको छ यहाँको सब होइन सो त्यही नै हो बिहान बिहान उठ्ने भनेको सोल्टी उठ्नै सकेनन् क्या सो ब्याकबाट देख्न सक्नुहुन्छ बवाल छ मेरा मनका कुरा केही भन्नु छ राखे सजाए मनैभित्र आजै भन्छु ल शून्य शून्य मन उज्याली बनिदेऊ मेरो मन्द मन्द बोली तिमी आई भरिदेऊ माया 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 बत्ती त खर न मान्छे पर्ख्यो यही हो यहाँ मार्बीहरूले खेलाएको त्योहरूले खेलाएको यहाँ हो कहाँ जाने भयो के जान्छ के जाँदैन फर्केर आयो भर्खर भिडियो बनाउने हो विचार तल जाँदैछ है म त झ्याउ लागेर गएन लामा जस्तो गयो जान्छ होइन के हो र के के उठो जाने ल कसो खिच्छौ खिचेछु के तिम्रो फोन नखिच क्या मेरोमा खिचे छैन के खै आऊ त यी हेर खिचे छैन के यहाँ त्यो हेर्छु म अहिले भ्लगमै हालिदिनु होला खै आऊ त यहाँ आऊ त के मेरोमा मात्रै गर क्या तिम्रो फोनमा नगरे नि हुन्छ सो गाइज अनि यार गाइज हो मिजा चाहिँ एमआरपीको भाइ हो के हो पुग्यो यस्तो ठाडो छ है वहाँ पुग्यो मान्छे सो जस्ट गाइज देख्नु भयो भिडियोमा उही माथि पुऱ्याएर आइयो हामी चाहिँ होइन हो कि होइन बाबाले एकचोटि लड्नु पनि लुट्यो त्यस्तो चिसो छ अब हामी यता घुम्छौँ ऊ त्यहाँ परसम्म घुमेर यताबाट फर्केर आउँछौँ के जाने हो जहाँसु के अब लोड लगाइ आउनेलाई चाहिँ बिस्तारै अब है जान्छ क्या खछाड त म लैहाल्छु तलैबाट जानु पर्थ्यो र हामी किन यसो त जान्नु होला नि हो जाम फर्केर
ल हान न हान बाइक सानो छ ओइ 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 अलि यहाँ त नजाने भाइ मुडे थियो म फेरि गुल्टिङ अहिले यार एक दिन केटाहरूसँग आउनुपर्छ है हो भिडियो बनाइदिएको छु क्या गएको त अहिले देखाएको छैन कि उता जाने के त जाने उता जाने के पर जानु डाँडामा के पार कालेदारतिर जान्दैन सेल्फी स्टिक ल्याउनु भने क्या ह्यान्डमेड भलो गयो जाडो भएर के बोल्ने जस्ट हामी चाहिँ अब उता परको डाँडामा जान्छौँ उहाँ पर त्यो घर देखिरहेको छ नि वहाँ पर त्यो डाँडा जान्छौँ होइन त्यो त डाँडातिर यस्तो फनक फनक यताउता घुमाएर अनि अब 8 बजी सक्यो नि त हामी उता बेनी फर्कनुपर्छ होइन त्यही हो हिमाल धौलागिरी हिमाल हाम्रो आज लक रहन्छ कि के हो यस्तो यार हिमालै देखियो होइन है तर अलि पछि देखिन्छ होला सायद ऊ माथि उता चाहिँ धौलागिरी मात्रै देखिँदो रहेछ दुइटा हिमालै हो क्या जताबाट पनि देखिने गाइस हामी चाहिँ अब उता परतिर जाँदैछौँ अगाडि मुख बल्ल अब घाम झुल्क्यो अब हामीले बल्ल सनराइजको भ्यू खिच्नु पर्छ भनेको अब त्यस्तै हो दुर्गा राइड हानिरहेको छन् अहिले चाहिँ है त म त्यस्तै हो क्या फेरि कति हाम्रो सनराइज खिचौँ यार बल्ल सनराइज भयो है त गाइस त्यहाँ पर उठ्यौँ हामी चाहिँ जस्ट अब चिन्यो हो यहाँ चाहिँ मेस रहेछ होइन मेस उहु अब त क्यानियर कहाँ कुदाउने र मालिका कता हो मालिका कहाँ छैन कता नागी के नेता नि क्या नागी त उता नागी कता नागी हो त उयो पर यो कि त्यो भान गठ्यौँ है उता के त त्यसपछि So guys, just check this out. यस्तो बल ग्राउन्ड छ यहाँ चाहिँ होइन भलिबल बास्केट ग्राउन्ड म यहाँबाट यस्तै छिरेर आइदिएँ उयो मेरो ज्याकेट अड्कियो हेर्नु यहाँको सब ठिस भइदियो नि त ज्याकेट अड्केर माथि पुगिखाने मान्छे ल म आइरहेको छु अनि त्यसपछि अब फर्किनुपर्छ हामी लास्टै टाइम स्पेन्ड हान्ने है त एउटा फर्केर अब उता जान्छौँ ब्याक हुनुपर्छ गाइज हामी चाहिँ यहाँ फोटो खिचेर
नलगा नलगा म्यान भर्सेस बाइक रनिङ कम्पिटिसन अहिले मेरो पनि दौडिनु पर्छ है सो इन्जिन एकदम हिट भयो होइन सो हामी चाहिँ एकछिन रेस्ट गर्छ यहाँ वनमा यहाँ माथि होइन हो कि दाजु 12 जस्तो ठाउँ छ तर अब यहाँभन्दा माथि जाँदा हामी यहीँ चिल एकछिन अब रेस्ट गर्छौँ इन्जिन पनि सेलाउँछ अनि त्यसपछि हामी तल गएर अनि ब्याक तल गएर चाहिँ हामी फर्किन्छौँ है त त्यही सो हामी चाहिँ अहिले यहाँ नागीतिर जानु लाग्छ नागीबाट हामी तल त्यो के भन्छ अरे नाम चाहिँ हुँदै कता तल उता काफल डाँडा हुँदै कता तल झरिन्छ अरे होइन अनि गल्सतिर निस्किन्छ सो यहाँ यस्तो दामी घर रहेछ यहाँ हेर्नु काठबाट छाएको क्या पुरै होइन यहाँ तल यो घर चाहिँ काठबाट छाएको अनि उतापट्टि बवाल छ सिनहरू चाहिँ अनि दुर्गा यिनले जोस्तार हामी यताबाट आइरहेको छौँ बाटो चाहिँ एकदमै खत्तम रहेछ होइन यता अहिले चाहिँ अहिले सोरिङ छ दियोस् दामी हो मेरो फोनमा त्यति स्टोरेज पनि छैन अब धेरै भइसक्यो भ्लगहरू बिचबिचको थोरै थोरै हल्का हल्का क्लिपहरू मिसाउँदै मिक्स हान्दै जानुपर्छ हामी चाहिँ ओ बाटो भुल्यो गाइस दिदी बेनी जाने बाटो कता हो बाटो यो चाहिँ तल भन्दा नि यो माथितिर जानुपर्ने रहेछ है बाटो भुलियो बाटो बेला बेलामा बाटो भुलिन्छ गाइस हो कि होइन यहाँ घर चाहिँ एकदम बवाल छ क्या हेर्न यस्तो घुमेको खालको घर छैन नजिकै हेरेर हेर्नुपर्छ कि दामी घर छ त कस्तो हुन्छ भित्र ए यस्तो हुन्छ सही हो जस्ट क्या जब हामी फर्किन लाग्यो होइन बवाल छ यार खुल्ला भए भन्ने नि हिमालहरू देखिन्थ्यो खुल्ला भएन क्या त्यही नै हो धेरै जस्तो काठले बनाएको जस्तो देखिन्छ होइन तर दामी छ ओपी एकदम बवाल छ हामी जति नै छिटो आइरहेछौँ क्या हामी चाहिँ होइन ऊ परबाट यो पारी देख्दैछ नि यो पारीको ठाउँबाट हामी जस्ट 9 मिनट भयो होइन तर यत्रो घुमेर हामी यत्रो यहाँ माथि आइसक्यो यत्रो टाढा है दामी हो नि है सही हो सही स्कुलको कोठा थियो नागी स्कुल उहाँ डिल हो ऊ त्यो उहाँ डिलबाट यहाँ आइयो कि यत्रो जहिले अन्त वार पार आइयो यार उताबाट यस्तो यस्तो घुमेर यहाँ आइसक्यो यहाँबाट यता गएपछि तल गएपछि त अब तल आइसकिन्छ सो त्यही नै हो सब्सक्राइब होइन सब्सक्राइब हानिदिनु पऱ्यो गाइस तपाईँहरूले बाई बाई हो हामी चाहिँ कहाँ अरे राम चाहिँ कहाँ हुन्छन् काफल डाँडा आइसक्यो होइन एकदम बवाल थाकिन्छ टायर यस्तो ताते होला यार तातिन्छ इन्जिन त तात्दैन क्या हेर यस्तो कुदासी तातो रहेछ धन्यवाद रातै बोल्दैन यार यस्तो बवाल छ हाम्रोमा ठाउँहरू यार के हो फोटो खिच्न यस्तो दामी दामी सिन छ आइफोन नि छ तर फोटो खिच्न हाम्रो टाइम छैन हामीलाई मजा नै झ्याउलेछ के कस्तो लिएको छ ए पछाडिको ला अगाडिको बिस्तारै हिँड्नुपर्छ अगाडिको नि गइ इच्छा हो यार हिँड अब बिस्तारै जानुपर्छ तिमीले हावा चलाइरहने लिक्विड नहालेको रहेछ कि ल जाऊँ सो टायर पनि लिक भयो चाहिँ यार टायरले समस्या दिला जस्तो तर हामी बिस्तारै जान्छौँ है रिम मागिन्छ फेरि जस हाम्रो यहाँ टायरमा कट लागेको छ होइन यस्तो भयो कि यहाँ पुरै म्यानेज हान्दैछौँ वाइल्ड कुदाइदिएको त पुरा बिचा काटिएछ होइन तर लिक्विडहरू चाहिँ हल्का सहिलो भयो अनि उहाँहरू भेटिनु भयो हावा हालिदिनु भयो टक्क सही हो हरेस त बाइक हो कि यहाँ ठिक हो नि त चाइनिज बाइक हो क्या बिहार हो र होइन त्यहाँबाट यस्तो चढेर उताबाट आएर यस्तो आएर यताबाट आएर डाँडै घुमेर यता आएर त्यहाँबाट आएर यस्तो घुमेर यता आएर यताबाट यता आएर यहाँ आएर यहाँबाट यस्तो आएर कहाँ यहाँ आइयो काफल डाँडा खास किन काफल हुने हो र बाख्रा गाइस
सो गाइस मन्दिर नजाने भन्दा अन्त जाने प्लानिङ भयो ढिला भइरहेको छ त्यही नि जानुपर्छ यार यहाँ चाहिँ छोडेर हुन्छ बाटो पनि बबाल छ हामी फोटोसोटो खिच्दैन मन्दिरमा चाहिँ जान्छ मन्दिर चाहिँ दामी रहेछ यार कस्तो थाकिएको यार सो गाइस यस्तो ढिलो भइरहेको छ माया कसम माथि फोटो खिचिराख्नु अब हामी जानुपर्छ किसन बाइकले औडा भयो यार टायरै गएर सब लिक्विडै गयो झन् अहिले त सक्यो यार अब एकजना हिँड्ने एकजनाले मलाई डोराउने गर्नुपर्छ क्या नि झ्याउ भयो मलाई आज ल्याङ भएन छ्या यस्तो छ पारा बाँधेर जानुपर्छ हामीले अब कता मुख हिँड्छ र हाम्रो टायर अगाडि अगाडि हिँड्दै कता ग्रिप पर्छ अरे लास्ट दुःख पाइयो अब गरम चाहिँ ट्राई गर्छौँ है ल अब सकिन्न हामीले यार ए बिजोग भयो माया कसम लास्ट है दुर्गा यसै आज ढिला भयो गयो माया आज दिन यसै आइस गरे ट्र्याक्टरलाई महँगो भनौँ गरे होइन के गर्छ छोडेको त्यो कुरा अहिले उकालो कासम्म आउँछ यो बाइकको पछाडि टायर गयो अब हजुर कता हिँड्नु र पछाडि टायर चाहिँ गयो हिँड्दै हिँड्दैन हिँड्न पनि सक्दैन क्या किन बोलेको नम्बर छ यहाँ आउँछ गाडीहरू यहाँसम्म उकालो यहाँ परसम्म उकालो हो पल्लो जाने छैन बाटो त पल्लो जाने अन्तर भएर झन् गयो क्या दुईवटा ट्रक खिचेर हावा हाल्यो काटिएर क्या थोरै टायर गयो अहिले सबै उठ्यो हात हेर्ने केटा यार यस्तो भइरहेको कालो र ए टायर यस्तो छ होइन तिमीदेखि त म गर्छु तिम्रो बालो गुजार्ने हो यो बा पसिनाहरू मन लाग्यो यार खाना खाएन क्या हामीले यस्तो इच्छा तिम्रो पनि पावरै पुग्न यार दुर्गाको पनि पावरै पुग्न दुईजनाले हेल्प गरौँ त बल्ल सही हुन्छ ल साइकल भयो यार केटा हो दौडै भयो यार आज त वास्तव यो त इपिक भ्लग बन्ने भयो केटा हो यार दुःख पनि पाइएछ भ्लगमा कन्टेन्ट बनिन्छ त्यो पनि रमाइलो हुन्छ अनि अरू त के गर्ने मलाई मान्छेले बाइक बनाउनु पाए झन् रमाइलो हुन्थ्यो यस्तो मैले उहाँ माथि नागीसम्म गएर रमाइलो गरेर हिँडेको त्यो नि थाक्दियो नि एनर्जी नै सक्यो त म सुत्दिन्छु मलाई यही बाटा सो अब यहाँभन्दा उता भिडियो बनाउनु म सक्दिनँ लास्टै भइसक्यो होइन केटा घुम्दै खाएँ यहाँ आटो उता अब यहाँ उता छैन होला है होप गरौँ अब घुम्दिनँ होस् उकालो गाह्रो पर्छ म सक्दिनँ सुत्दिन्छु जस्तै पऱ्यो भने यस्तो भयो आज होपीका लागि फेरि बाई 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 गाइस बाई दुःख पाइयो केही छैन मान्छे पाउनुपर्छ सो बाई मेरो आँखा हेर्न सक्नु यस्तो भइसक्यो है त्यस्तो दुःख पनि नपाउने यार हिजो बेलुकादेखि होइन हिजो बेलुका फेसबुकमा लाइभ भयो नि त्यति बेला मोमो चाउमिन खाएको खाना हाल्ने त्यो 7 बजे 7:30 8 बजीतिर बेलुकाको खाना हाल्ने ओ नचडका दुर्गा रिम भाङ्गिन्छ क्या नगर के रिम भाङ्गिन्छ त्यही पानी भने एउटा आधा बोतल थियो त्यही खाएको अहिले अघि खाना केही खाएन 1 बजिसक्यो गाइस यस्तो गाह्रो भयो म हिँड्न सकेको छैन बाइक तान्न पऱ्यो यार म त्योहरू तिनीलाई छोडेर आइछु म त लास्टै भयो म त्यहाँ अगाडि झन् उकाल आउँछ बाटो कस्तो ठाउँ रहेछ कि लास्टै रहेछ ठाउँ फेरि हाइवे त्यो तलको हाइवे त्यही तल छ ऊ तल छ क्या मायाको छ उहाँ तल देखिरहनु अघि त देखिन्थ्यो ऊ तल छ ए भाइ
थैट छोरी यार यस्तो ठाउँ रहेछ यो त अब म कहिल्यै जिन्दगीमा के अरे मालिका हो कि नागी आउन क्या म भन्दै म नागी कहिले आउन कस्तो लास्टै दुःख पाएँ मैले छ्या मम्मीलाई यहीँ धुना सुत्दिनु जस्तो भइन्छ यार धुलो हेर्नु त कस्तो छ धुलो जुत्ताको हालत यस्तो धुलो छ तर यहीमा भ्याच्चेर बुझ्नु हिँड्नुपर्छ क्यार्नु गाह्रो छ यार यस्तरी हिँड्नु पऱ्यो हेर्नु त ए कति तल खर भिड हेर्नु त कति तल जानुपर्छ हामी अझ म त सकिनँ यार केटा आशै मऱ्यो मेरो म सक्छु भन्ने मेरो आशै मऱ्यो अब त लास्टै भयो यार हैट यस्तो तल छ हेर्नु त वहाँ माथि टपमा यस्तो माथि 2000 त्यो 800 हो कि 2800 3800 मिटर माथि फिट माथि गएर यहाँ तल आउने भने चाहिँ त कम हो झन् उताबाट त छिटो आइन रहेछ मल्लासतिरबाट यताबाट झन् उल्टो घुमेर गाह्रो पऱ्यो के भयो त्यताखेरि किन रोकियो के भएर हौडा भयो धन्न टायर हल्का टाँसिन्छ र यति भयो भने यस्तो सहयोग भइन्छ नत्रमा हाम्रो आज सकिन्थेन गाडी नै बोलाउनु पर्थ्यो पुलिसलाई फनानी सोचिरहेको छु मैले अब हेरौँ पुलिसले नि कतिको सहयोग गर्छन् आउँछन् कि आउनु पहिला त हाइवेसम्म निकालौँ त्यसपछि पुलिसको गाडी भयो भने हाल्दा हामीले लानुपर्छ है त ल गाह्रो पऱ्यो हामीलाई बाइक हेर्नु त मान्छे यस्तो दुःख पाइरहेको छ नि साथीले पनि त्यत्रो मैले साथीले गर्दैछन् त्यो नभएस्तै छ धोका दिएपछि बाटो नि यो जस्ट हिँडिरहेको छ होइन बाटोमा चक्क यो गुराँस भेटिरहेको छ होइन अहिले हामीले खानुपर्छ भोक लागेन जस यति भेटिनु भनेको पनि ठुलो कुरो हो लास्ट भोक लागिरहेको छ ए भयो हल्का एनर्जी आउनु भयो त के भन्छन् बल्ल बल्ल त्यो बिचमा लालीग्रास र यहाँ यस्तरी जुगाड त पानी खाएर त्यही नि फोरी पानी रहेछ अलिअलि यस्तो पानी खाएर बल्ल बल्लमा अगाडि पावर आयो अब बाटो जस ओह्रालो छ अझ लगभग 15 मिनट जति हिँड्यो भने चाहिँ हामी तल हाइवेमा आउँछौँ होइन त्यसपछि हामीले जसरी पनि त्यसलाई व्यवस्था हान्छौँ कि हाइवेमा छिराउँ न पहिला फर्स्टमा त्यसपछि गाडीमा हाल्दा भयो नि जेमा हाल्दा भने हामी लग्छौँ होइन त्यही नै हो गाइस सो बाई बाई अरू केही भन्ने हालतमा छैन म टेन्सन सक्नु जस्तै हो जस्ट हामी चाहिँ अब ढुक्क होइन क्या सँगै पुग्छ जति गरे नि के त म हिँड्नै सकेँ होइन उहाँ पर एउटा दाइले सोधेको खाना खाने ठाउँ छ भन्ने चाहिँ त्यहाँ पर खाना दाबेर अनि त्यहाँ यस्तो धेरै दाब्नुपर्छ लास्ट भोक लाग्छ मोर्दैन लाग्छ खाना खाएर बल्ल पावर आउँछ कि अलिअलि भने त्यसपछि गाडी पाइन्छ नि भन्नु हो अब हेरौँ गाडी साडी पाइयो भने मलाई गाडीमा हालेर यसलाई तल लगेर बनाउनु पर्छ भेन्नै लाग्दिनु है गाडी पाइयो भने त भेन्नै लाग्दिनु गाडी पाइयो भने त बेन्नोसी टक्क बिलसिल बनाउनु सजिलो हुन्छ यहाँ लोकल ग्यारेजमा अलिक गाह्रो पर्दैन सही हो यहाँ यस्तो रहेछ अब खानासाना टक्क खाइन्छ स्टार्ट गरेर आऊ यहाँ हेर्नु त भेडाहरू यस्तो आइरहेको यार भेडा दोकान हो खाना खान आउने ए खाना बनाउनु यसो बनाउने भने नि बनाइदिनु होला नि त होइन बनाइदियो भने त बनाइदिन्छ न ल यहाँ अलि ढिलो होला नि यही खोला छ नि खोला तिनतला बारी छ त्यही भएर दोकान त्यही छ गरे गाडीहरू आउँछ पाइन्छ त्यहाँ बोलेर गाडी यता आउने चाहिँ गइसक्छ गरे यताबाट त खै यत्रो 3 घन्टासम्म 4 घन्टा हिँडेर यसरी बाइक लदाएर आइयो गाडी जाने चाहिँ गइसक्यो गरे बेलुकी फर्किने चाहिँ फर्किन्छ गरे यहाँ त छैन होला पो यहाँको बाइक ठोकेर खै चन्द्रको बाइक हाल्दा त ल केटा गाडी बोलेर स्थानबाट यतिकै लिएको दिदी त्यस्तो उकाला हेर्नु त अझै एउटाले घुटाउनु कतिको त्यो चन्द्र भाइको बोलेर ठोक्यो रे ल हुन्छ सो फाइनली गाइज हामीले यहाँ पसल पनि भेट्यौँ होइन अब चाहिँ केही यसो छाट निस्क्यो अब हामी त्यहाँ गएर के खानासाना बनाउने हाल्छौँ खानासाना नत्र अब सामानहरू पनि किन्छौँ चाउचाउ अनि खानुपर्छ होइन गाइज त्यही नै हो गाह्रो पऱ्यो
जस्तो हामी जो चाउचाउ खानेछौँ बल्ल बल्ल भनेपछि हामी पुलनिर पनि होइन जस्ट अब चाहिँ हाम्रो खानसाना आयो हामी खाना खाँदैछौँ बल्ल बल्ल कस्तो अरे कति बजे 2 बजे है 2 बजे बल्ल खाना खानु लागि है त गाइज बल्ल पावर आउँछ अब होइन अब बल्ल बाइक पनि ठेल्न सकिन्छ कि बाइक ठेल्छौँ नत्र उता ट्रक छ त्यहीमा ट्रकमा हाल्नु लग्छौँ त्यही नै गाइज अब यो नै हो यस्तै भइरहेको है त हुन्छ होला है सो जस्ट म चाहिँ अब हाइवे पुगिसकेँ होइन मुस्ताङ बेनी मुस्ताङ हाइवे जस यहाँसम्म टायर त राम्रै चलिरहेको छ भनेर बेनीसम्म